गजलले तातिएको बेला कविताको ध्वनिले कहिलेकाहीँ कर्कश लाग्न पनि सक्छ, मलाई त्यस्तो लाग्छ। यद्यपि पहिले दुई हात जोडेर मैले नमन गरेँ। मान्छेले बनाएको मन्दिर, मन्दिरभित्रको देवता, मान्छेले बनाएको मन्दिर, मन्दिरभित्रको देवता मान्छे उसैसँग डराउँछ। मान्छेले बनाएको मन्दिर, मन्दिरभित्रको देवता मान्छे उसैसँग डराउँछ। युग बगालेर स्थापन गरेको आस्था हो ईश्वर, उही ईश्वरका अगाडि मान्छे अपराध गर्छ। कहिले बेमौसममा अपराध बोध गरेर मान्छे नै मान्छे बन्छ। कहिले बेमौसममा अपराध बोध गरेर मान्छे नै मान्छे बन्छ। कहिले अपराध नदोहोर्याएर मान्छे मान्छेकै भगवान बन्छ। कहिले अपराध नदोहोर्याएर मान्छे मान्छेकै भगवान बन्छ। कविताले अभिवादन अघि पहल असिमजीले जसलाई वरियताका आधारमा जसरी सम्बोधन गर्नुभयो, मैले पनि त्यसैलाई ऐजन गर्दै सबैलाई उही अनुरूप सम्बोधन गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि, मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार सरहरू, पूर्व रजिस्ट्रार सबै सरहरू र दीपक बुढा सर लगायत खास गरी यो साहित्यिक माहौललाई तताउनका लागि आउनुभएका र साहित्य कलाप्रेमी सबैलाई मेरो कविताको सलाम र भन्न मन लागेको छ, यतिखेर हामी सबै साहित्य प्रेमी, कलाप्रेमीहरू एक हौं। र म केही कुराहरू, एक दुई कुराहरू गर्न चाहन्छु कविताको बारेमा पनि। हामीलाई के थाहा छ भने भाग्यमा उडेको सपना भेट्न समयको प्रतीक्षा गर्न सकिन्छ, तर भरोसा नहार्नु। भाग्यमा उडेको सपना भेट्न समयको प्रतीक्षा गर्न सकिन्छ, तर भरोसा नहार्नु। कर्ममा उडेको सपना भेट्न जरुर सकिन्छ, तर सजिलो हुन्न। र यसरी यही प्रकारले जुन प्रकारले असजिलो काम पनि सबैको हातेमालो भयो भने सहजमा सकिन्छ भन्ने उदाहरणका रूपमा मध्यपश्चिमाञ्चल गजल मञ्चले आयोजना गरेको र खास गरी युग आह्वान राष्ट्रिय दैनिकको रजत महोत्सवको उपलक्ष्यमा जुन अवसर दिनुभयो, यसका लागि मूलत धेरै अनुपम लगाए सबै टिम र यहाँहरू सबैले आफ्नो समयलाई सही बनाएर यहाँ पाल्नुभएका सबैलाई मेरो फेरि पनि अभिवादन। किनकि जुन समयको कुरा कहिले फर्केर आउँदैन, त्यो जस्तो ठुलो समर्पण अरू के हुन सक्छ र। यतिखेर मलाई यस्तो लागिरहेछ कि कतै प्यास लाग्नु र पानी भेटिनु एक साथ भए जस्तै यतिखेर मलाई तृप्तिका लहरहरूले जसरी छोएर गए जस्तो अनुभूत भइरहेछ। र यसर्थमै यतिखेर म तृप्तिको अनुभूत गरिरहेछु, किनकि म आफ्नो 9 वर्षको उमेरदेखि कवितालाई प्रेम गर्दै, कविता प्रतियोगितामा भाग लिँदै, कविता लेख्दै र आजसम्म आफ्नो नढाटिकन 57 वर्षको उमेरसम्म पनि कविता लेखिरहेकी छु। र यो मलाई किन विश्वास छ भने कविताले सृष्टिको जब प्रथम प्रश्न आउँछ, यो धरती यो ब्रह्माण्ड सृजना गर्ने पनि कवि नै मेरो विचार। र जब अन्तिम दुःख पर्छ त्यति बेला हात थाप्ने पनि कवि नै हुनेछन् भन्ने विश्वासका साथ मैले सम्पूर्ण आफ्नो पागलपन कवितामै खन्याएकी हुँ। तर पनि यतिखेर मलाई के छ, कविता पनि अब करिब 47-48 वर्ष भयो। तपाईहरुको उमेर भन्दा पनि बढी कति भाइ बहिनीहरु
मैले आफ्नो जिन्दगी मैले समर्पण गरिसकेकी छु र यसर्थमा मैले भन्न चाहेको कुरा खासैमा चाहिँ एउटा पागलपन जस्तो लाग्छ। कविता एउटा पागलपन जस्तो पनि लाग्छ, तर पागलपनको अर्थ यो होइन कि जसले केवल उल्टा बाटो मात्रै देख्छ, तर कहिलेकाहीँ उल्टा बाटो पनि हिँड्नुपर्छ। र मलाई कुन कविता भन्नु के कविता भन्ने अथवा के पढ्ने भन्ने कुरा पनि म दुविधामै थिएँ वास्तवमा, किनकि यात्रा धेरै भयो। अब यहाँलाई कस्तो खालको मनपर्छ म त्यति थाहा पनि छैन, किनकि वाचन गर्ने कविता र पढ्ने कविता पनि फरक पर्छ। र यस अर्थमा मैले यतिखेर चाहिँ मलाई कस्तो लागिरहेछ भने खलिल जिब्रानलाई म सम्झिरहेछु र उहाँले भन्नुभएको छ कि वास्तवमा जिन्दगी भनेको आत्माको सितार हो, जसलाई बजाउन जाने भने सुन्दर धुन निस्कन्छ, तर बजाउन जानेन भने त्यो धुन निस्कदैन। र कविता भने त्यही बजाउन जानेर निस्केको सुन्दर धुन जस्तै हो भन्न मन लागेको छ। यतिखेर जे होस् म तपाईहरुलाई यतिखेर आजभन्दा तपाईको उमेरभन्दा धेरै जेठो 51 सालमा 31 वर्ष भयो मैले लेखेको यो कविता म तपाईलाई सुनाउन गइरहेको छु। कविताको शीर्षक रहेको छ प्रेम, पीडा, प्यास र पानी। प्यासको सन्दर्भ लिएर पानी पानी भयो जिन्दगी छता झुल्ल पोखियो, कतै प्यास बुझियो कतै लास भयो। पानी पानी भयो जिन्दगी छता झुल्ल पोखियो, कतै प्यास बुझियो कतै लास भयो। यहाँ गंगा बहनु थियो सँगै टुक्चा बहियो, यहाँ गंगा बहनु थियो सँगै टुक्चा बहियो, फेरि बादल उड्नु थियो चुपचाप चुपचाप बसियो। पानी पानी भयो जिन्दगी छता झुल्ल पोखियो, कतै प्यास बुझियो कतै लास भयो। कतै मोती झल्किनु थियो ललाटभरि सजिएर, कतै मोती झल्किनु थियो ललाटभरि सजिएर, कतै पाप पखाल्नु थियो कल्पजल भएर, मरुभूमि सम्म रसिनु थियो बिरानो धरतीमै बाफिएछु, मरुभूमि सम्म रसिनु थियो बिरानो धरतीमै बाफिएछु। आकाशभरि छरिने रहर भूमध्यमा घनीभूत भएछु, शीतल छाया दिने रहर मध्याह्नमै बसिएछु। पानी पानी भयो जिन्दगी छता झुल्ल पोखियो, कतै प्यास बुझियो कतै लास भयो। चिसो चिसो भयो जिन्दगी तिम्रै सामु ढलिदिएछु, चिसो चिसो भयो जिन्दगी तिम्रै सामु ढलिदिएछु। गरम गरम भयो जिन्दगी भित्र डढेलो सल्किएछु, जन्ती भनिन मलामी भनिन अनायासै छल्किएछु, जन्ती भनिन मलामी भनिन अनायासै छल्किएछु। मलाई ताल भित्रै सुक्ने रहर सौर्य दर्शनमा बाफिएछु, बरु अन्तरमै जम्ने रहर आँखाबाट झरिदिएछु। पानी पानी भयो जिन्दगी पोखिनु थियो त पोखिएर ऐना बन्नु थियो, पोखिनु थियो त पोखिएर ऐना बन्नु थियो। नरम नरम स्पर्श किन परेलीमै तरेलिनु थियो, होस सम्हाल्दैमा पनि इन्द्रिणीमा रङ्गिएछु। मदहोसमा बैकाल भित्रै हराइदिएछु, बरु मेघवत जिउनु थियो सगनमा निलाम भएछु, बरु मेघवत जिउनु थियो सगनमा निलाम भएछु। स्थान भनिन समय भनिन बलेसीमा झरिदिएछु, गुलाब भनिन उन्यु भनिन शीतमा रोइदिएछु। पानी पानी भयो जिन्दगी छता झुल्ल पोखियो, कतै प्यास बुझियो कतै लास भयो। तरल तरल भयो जिन्दगी पिउनु सिवाय के रह्यो, तरल तरल भयो जिन्दगी पिउनु सिवाय के रह्यो र। आकारहीन भयो जिन्दगी ठोस आयतन नै कहाँ रह्यो र। धुआँ धुआँ भयो जिन्दगी तुवालोमा धमिदिएछु, चोटै चोट भयो जिन्दगी शेष फुटमा हाँसिरहेछु। निशेष भए त हुन्थ्यो जीवन गोधुलीको तस्बिर भएछु,
सके हिमवत हेर्नु थियो सके हिमवत हेर्नु थियो सीमान्तमा रसिएछु बरु बरफ नै बाँच्नु थियो एक चुम्बनमै पग्लिएछु पानी पानी भयो जिन्दगी छता छुल्ल पोखियो कतै प्यास बुझियो कतै लास भयो। धन्यवाद। कवितालाई मैले चाहिँ एउटा शाश्वत सौन्दर्यको रूपमा पनि मैले ग्रहण गरेँ। मैले चाहिँ अनुभव मान्छु शाश्वत सौन्दर्य नै कविता अथवा साहित्य हो भन्ने रूपमा म ग्रहण गर्छु। र मान्छेले जब जीवनसँग गहन संवाद गर्छ, मान्छेले जब प्रकृतिसँग गहन संवाद गर्छ र समयको उज्यालो अँध्यारोसँग जब मान्छे प्रेमपूर्ण तादात्म्यमा हुन्छ, मलाई यस्तो लाग्छ कि सुदूर कन्दराबाट शिलाजित भएर प्रकट हुन्छ कविता। र त्यति मात्र होइन, जब ऊ ठोक्कर खाँदै खाँदै जीवनका रङ्गहरूलाई आत्मसात गर्दै जब ढुङ्गा सरेको ठोक्किँदै बग्दै जान्छ र तब शालिग्राम भएर व्यक्तिन्छ कविता भन्ने मलाई लाग्छ। र यसै अर्थमा कहिलेकाहीँ कविता र प्रेम गर्नु, कविता लेख्नु र प्रेम गर्नु पनि मलाई यस्तै लाग्छ। किनभने कवितामा पनि अहङ्कारको प्रवेश भयो भने त्यो कविता कविता रहँदैन, प्रेममा पनि अहङ्कार प्रवेश गर्यो भने त्यो प्रेम रहँदैन। र वास्तविक कविता र प्रेम अँध्यारोमा पनि चिन्न सकिन्छ, अँध्यारोमा पनि महसुस गर्न सकिन्छ, त्यो त्यस्तो मलाई लाग्छ। र यसर्थमा कविताले एउटा शाश्वत सौन्दर्य बोकेको हुन्छ भन्ने अर्थमा म एउटा अलिकति दार्शनिक कविता सुनाउन गइरहेछु र कविताको शीर्षक रहेको छ सूर्य समय। कविताको शीर्षक सूर्य समय। यदि सूर्य नै सुख हो भने पनि निश्चय नै ऊ साँझमा त डुब्छ, तर भोलिको सूर्य आजै झोलामा बन्द गर्न सक्दैन। यदि सूर्य नै सुख हो भने पनि निश्चय नै ऊ साँझमा त डुब्छ, तर भोलिको सूर्य आजै झोलामा बन्द गर्न सक्दैन। यदि सूर्य नै दुःख हो भने पनि आजैबाट सूर्य बहिष्कार गरौँ, सक्दैन। यतिखेर मेरो दृष्टिको उज्यालोमा टाढा कोही अँध्यारोमा हिँड्न अभ्यास गरिरहेको छ। यतिखेर मेरो दृष्टिको उज्यालोमा टाढा कोही अँध्यारोमा हिँड्न अभ्यास गरिरहेछ। बत्ती निभाएर उज्यालो सोचे जस्तो ऊ नदी किनारमा नदीसँग सँगै बगिरहेछ। र दिग्भ्रमित म ऊसँगै सचेत हिँडौँ पनि दौडेर बल्ल उसको प्रारम्भ बिन्दुमा पुगे। तर म त्यहाँ पुग्नु अघि नै ऊ त्यति नै अगाडि पुगिसकेछ। आखिरको समय थियो, मैले बहिष्कार गर्न नसकेको सूर्य आखिर उनै थियो। हत्केलाले छेक्न नसकेको सूर्य र झोलामा बन्द गर्न नसकेको सूर्य आखिरको समय थियो। धन्यवाद। र म एउटा कलाको प्रासङ्गिकता कहिले पनि मर्दैन, यो कुनै लेखकै भनाइलाई उद्धृत गर्दै जब वैशाख आउँछ म पारिजात र पासाङलाई एकसाथ सम्झन्छु। र कहिलेकाहीँ यस्तो पनि लाग्छ कि आफ्नो हुन त मैले त्यसरी नाम जोडेर आफूलाई एकदम महान भन्न खोजेकी त होइन, तर वैशाख महिना जहिले पनि दुखेर आउँछ र मेरो पनि चिनाको नाम प्रेक्षिला अथवा पहबाटै आइसकेपछि आफूलाई पनि वैशाख महिना मलाई नयाँ वर्ष भनेर होइन कता कता कहानी लागेर आउँछ। र यो वैशाख महिनामा एकातिर पारिजातको लास म भर्खरै काठमाडौँमा छिरेकी थिएँ। पारिजातको लास रङ्गशालामा राखिएको थियो। बाटोभरि शिरीषहरू भुइँभरि झरेका थिए। पुरै बाटोभरि त्यो हिँड्दा पनि फुललाई कुल्चेर हिँड्नु पर्थ्यो त्रिचन्द्र कलेजको छेउछाउमा। र त्यति बेला पासाङ चाहिँ पासाङ लामो शेर्पा प्रथम महिला नेपाली महिला आरोही, उनी चाहिँ हिउँभित्र पुरिएकी थिए। यही समय थियो लाली गुराँस लटरम्म तिनजुरेमा फुलेको याद आयो। र यी सबै कुराहरूले प्रासङ्गिकता हो। कविता लेखिएको त पासाङ
हिउँमा पुरिएको बेला उनलाई लालीगुराँसको संज्ञा दिएर लेखिएको कविता हो। त्यति बेलाको कविता। यो पनि अब उही 32 वर्ष हुन आँट्यो यो कविता। र त्यही कविता म त्यति बेला लेखिएको कविता म सुनाउन चाहन्छु। र यो पासाङ लामो शेर्पामा समर्पित कविता हो। एउटा लालीगुराँसको बिम्बाको रूपमा एउटा लालीगुराँस हराएको बेला अथवा पासाङ हिउँमा पुरिएको बेला। एउटा लालीगुराँस हराएको बेला, एउटा लालीगुराँस हराएको बेला पयु फुलेको साँझ याद आयो। एउटा लालीगुराँस हराएको बेला पयु फुलेको साँझ याद आयो। पारिजात बास आएको रात याद आयो। बैजनी सिरे सडक सडक भरी अस्तित्व दुखेको याद आयो। गुमसुम गुमसुम गुराँसे पाखामा सारङ्गी रोएको याद आयो। अन्तरिक्षको मोड मोडबाट नीलो नीलो धरती याद आयो। तिम्रो सपना जस्तो सुन्दर विपना यो आगो भएर याद आयो। विपना जस्तो कठिन सपना विजय वियोग बनेर मन छोयो। चन्द्र सूर्यको नील किनारामा लालीगुराँस फुलेको याद आयो। भुइँको हिरोको मृत स्पर्श बुद्ध भएर पनि महान लाग्यो। हिउँ उरेको बिरही धुनमा आँसु झरेको पनि याद आयो। एउटा लालीगुराँस हराएको बेला। मेरो देशको हिमाली क्यानभासमा सुन्दर कोलाज हौ तिमी। मेरो देशको हिमाली क्यानभासमा सुन्दर कोलाज हौ तिमी। संवेदनाको बस्ती बस्तीमा नीलो पहाडी झरना हौ। र आँखा आँखाबाट भक्कानी लिएर उत्कृष्ट कविता झरिरहेछ। गीत गीतमा सुन्दर सुन्दर धुन धुन बजिरहेछ। र आँखा आँखाबाट भक्कानी लिएर उत्कृष्ट कविता झरिरहेछ। गीत गीतमा सुन्दर सुन्दर धुन धुन बजिरहेछ। यसरी तिम्रो नाम नाममा उत्कृष्ट कविता कोर्न बसे। सुन्दर गीत रस खोजे तर कुनै कविता तिमी भन्दा सुन्दर हुन सकेन। कुनै गीत तिमी भन्दा उत्कृष्ट हुनै सकेन। एउटा लालीगुराँस हराएको बेला। हाम्रो जुन चेतनाको स्तर छ हामी के भन्छौँ भनेदेखि यो अनुत्पादक चिज हो। राष्ट्रले यसमा खर्च गर्नु, बाटो बनाउनु पर्यो, घर बनाउनु पर्यो, बिल्डिङ बनाउनु पर्यो, पुल बनाउनु पर्यो हो। हाम्रो शरीरलाई स्वस्थ राख्नुपर्छ भने जस्तै यी सबै कुराहरू आवश्यक छ। तर मान्छे बिनाको घर, आत्मा बिनाको शरीर, कला संस्कृति बिनाको देश एउटा खण्डहर मात्र हो जसमा कुनै प्राण हुँदैन भन्ने म पक्षमा छु। र यो पक्षलाई उहाँले चाहिँ जसरी कम्प्युटरको उदाहरण दिएर यो हार्डवेयर सफ्टवेयर, हार्डवेयर त देखिन्छ तर सफ्टवेयर त्यसको भित्री कुरा हो। तर त्यही कुराले नै जीवन्त बनाउँछ राष्ट्रलाई पनि। यदि हामीले ढोका बाहिर कला संस्कृतिलाई राखेर ढोका बन्द गर्यौँ भने हामी खण्डहरमा मात्र बसेका हुनेछौँ। र अहिलेको हाम्रो विश्व चाहिँ वास्तवमा बिस्तारै बिस्तारै पूर्वीय दर्शनतर्फ फर्किरहेको यथार्थ सबैलाई थाहा छँदैछ। र हामी चाहिँ सडकलाई महत्त्वपूर्ण मान्छौँ, हामी बिल्डिङलाई महत्त्वपूर्ण मान्छौँ। त्यो चाहिन्छ नै, शरीर चाहिन्छ नै, माध्यम हो। तर आँखा खुलाइरहे पनि देखिँदैन, कान खुलाइरहे पनि सुनिँदैन जबसम्म त्यहाँ चेतना आँखामा सम्मिलित हुँदैन। यसैले त्यो आँखा अर्कोमा प्राण भएको मान्छेमा प्रतिस्थापन गरे त्यही आँखाले देख्छ। त्यो प्राण भनेको नै साहित्य हो, त्यो प्राण भनेको नै कला हो, त्यो प्राण भनेको नै संस्कृति हो भन्ने मलाई पनि लाग्छ। र यसै आधारमा हामीले पढाउँदा साहित्यको गुण कुरालाई हामी सम्प्रेषण गर्न खोज्छौँ र साहित्यलाई पनि हामी अध्यापन गर्छौँ र हामी अध्ययन गर्छौँ। सायद किनकि कुनै ठाउँमा जाँदा अथवा मानव मेरो एउटा सामान्य अनुभवको कुरा मात्रै, म भोलि कतै जानुपर्छ भने यो चेतनाले म त्यो ठाउँमा जान्छु नभनिकन खुट्टाहरू त हिँड्दैनन्। यसैले हामी विश्वासले हेर्छौँ, आँखाले होइन। यो बाइबलमा भनिएको सत्य हो। र मलाई यो कुराले पनि यसको अर्थमा क्रिस्चियन भन्न खोजेको होइन, राम्रा कुराहरू ग्रहण गरेर नराम्रा कुराहरू परित्याग गर्न